हेलो साथी, वेलकम बैक टू माई च्यानल। हजुरलाई मेरो भिडियोमा स्वागत छ। आज हाम्रो घर चिकन पाक्दैछ। आज तेल तताइसकेछु अनि त्यसपछि के बोल्ने होइन कि म भोइस ओभर गर्ने हो। त्यसपछि प्याज हालेँ अनि प्याज हालेर रातो हुनेसम्म भुटिरहने साथीहरू। अनि त्यसपछि चलाउने 5 मिनट अब एउटा त्यो भलक थोरै चलाइराख्ने। अनि कुकिङमा जे हाले पनि हुन्छ के त्यो मैले बनाएको छु साथीहरू। एउटा भलकको लागि त भाइरल थिइस् न चिकन मान्छेले हेर्न करी खोजी खान खोजी मन त्यो लाग्यो गर्छन् भनेर नाममा मैले टाइप बनाएको गरेर साथीहरू। जस्तो आज मैले मेरो साथी मेरो भाइ फर्स्ट भएको छ, त्यस कारणले यसमा बेसा हाल्छु त्यसमा चलाइराखेँ। अब लागिहाल्छ चिकन हाल्ने पालो छ यसमा साथीहरू। लाग्दैन। चिकन अनि हल्का रातो हुनेसम्म लिने हाल्ने। अनि त्यसपछि मरमसला हाल्ने, प्याज टमाटर प्याज अनि खुर्सानी लसुन खुर्सानी पेस्ट अनि जिराहरूको पेस्ट गराउने साथीहरू। त्यसपछि मासुलाई हाल्ने, चिकनलाई हाल्ने। चिकन हालिसकेपछि चरचरी चलाउने, त्यसलाई चरचरी चलाउने साथीहरू। अनि प्लास्टिकलाई जलाएको क्या साथीहरू। आफत परेको थियो साथीहरूमा, आफत परेको थियो। अनि त्यसपछि चलाएँ। अनि आफूलाई मनपर्ने, अब हजुरहरूलाई झोल मनपर्छ भने झोल साथीहरू, मन पर्दैन भने त्यस्तै खाँदा पनि हुन्छ साथीहरू। अनि मैले चरचरी चलाएँ साथीहरू। चरचरी अनि त्यसपछि फलो गर्नु होला। मैले भिडियो रेसिपी भनेको छु। त्यसपछि टक्क मिठो हुन्छ साथीहरू। अनि आफू जाने म यो बनाऊ है उतापट्टि फेरि दाल पाकिसकेको छ, खाना साना पाकिसकेको छ। मैले यहाँ फेरि हामी दुई बहिनीहरू बसेर गफ गर्दैछौँ साथीहरू। अनि हेर्दैछु। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ होला, घामको महिना यति दुःख गर्दैछु, पसिना गर्दैछु साथीहरू। यस्तो त हजुरकै लागि हो मैले भिडियो बनाएको। त्यसपछि अनि मिठो बनिन्छ साथीहरू। हल्का मैले फेरि अलिक पानी हालेँ, हजुरले त्यो क्लिप देखाउन सकेन। अनि मसलाको बडको पखालेको साथीहरू। अनि पानी हालेँ। अब ढाक्ने हो साथीहरू, एकछिन ढाक्ने हो साथीहरू। यस्तै अब पाक्न पनि दिनुपर्छ, त्यो एकछिन करर देखाएको साथीहरू। यस्तो बनाएको थिएँ मैले, टेस्टी बनाएको थिएँ साथी। आगो देखाउँदैछु, आगोमा हो साथीहरू। अनि आगोमा बनाएको चिकन अब ढाक्ने हो साथीहरू। ढाकेपछि पाक्न दिने 1-2 मिनट। ढाकिसकेपछि फेरि अब हाम्रो यो ढाकिसके साथीहरू। अनि त्यसपछि अब खोलिसकेको छु। अनि त्यसपछि हेर्नु साथीहरू, कलर कस्तो टिमटिम अनि कस्तो मिठो देख्छ साथीहरू। पाकिसक्यो साथीहरू। मन पऱ्यो भने लाइक सेयर कमेन्ट। अझै मैले भुट्ने छु है साथीहरू। यसलाई भिडियो बन्न सकेन, मन पऱ्यो भने लाइक सेयर कमेन्ट गरिदिनु। बाई बाई, थ्याङ्क्स फर वाचिङ।